आज घरमा सुँगुर फाक्साको मासुको चाहिँ चटनी मेरो मिसेसले बनाउँदैछ र यहाँ चाहिँ सबै मरमसलाहरू सोप धनियाँ लसुन खोर्सानी सुक्खा खोर्सानीहरू पिनपान गरेर चाहिँ यहाँ एकदम रेडी भएछ यो सुक्खा खोर्सानी कम्ती पिरो छैन हो पिरो खानेहरूलाई चाहिँ एकदम राम्रो मसलाहरू यो ज्वानो गरम मसला सबै मसलाहरू चाहिँ यहाँ यसरी पिनेर चाहिँ यसलाई फ्राई गरेर मेरो मिसेसले यसमा लास्टमा चाहिँ यहाँ निम्बु पनि मिलाउँदैछ। अब एकदमै रेडी भयो चटनी। अब यो चटनी चाहिँ रेडी भयो। अब यो चटनीलाई चाहिँ खानुपर्छ। फाक्साको मासु चाहिँ अलिकति उब्रियो पनि यसलाई चाहिँ अहिले रायो सागसँग भातसँग मजाले खाइदिने। अब चाहिँ कम्प्लिट भयो सबै रेडी। हेर बनाएर यिनीहरू ढुक्कै भएर बसी पनि रहेछ। बडी छोरा हो बसिरहेछ हाम्रो नयाँ पाहुना फेरि।